हेलो गुड मर्निङ हजुरहरू सबैमा। आज चाहिँ मेरो डे 26 भइसकेको छ। बिचमा चाहिँ थोरै मेरो ग्यापहरू पो के भएर आज चाहिँ 26 भएर अब फेरि रेगुलर हुन्छ भन्ने हामीलाई लागिरहेको छ। यो चाहिँ मैले 60 डे च्यालेन्ज लिएको थिएँ, यो चाहिँ कम्प्लिट गर्नै भनेको, तर बिचमा के भएर बिचमा चाहिँ ग्याप बस्नु पऱ्यो। रेगुलर हुन्छ, रेगुलर गर्नुपर्ने छ। मैले 60 डे कम्प्लिट गर्नै छ। मेरो वेट लस चाहिँ मैले गर्नै छ। मैले चाहिँ सुरु गर्दाखेरि म चाहिँ 68 केजी थिएँ अनि 68 केजी थिएँ त्यतिखेरको चाहिँ मैले भिडियो ल्याउनु मैले त्यतिको हो कि दिमागमै आएन। 68 केजी हुँदा चाहिँ मैले 30 बजेर चाहिँ सुरु गरेको। 60 डेमा चाहिँ 68 केजीबाट कति वेट लस गर्दो रहेछु त भनेर त्यो चाहिँ म एउटा भिडियो बनाउनु पर्थ्यो। म त्यो चाहिँ दिमागमा आएन। जस अब 60 डेको दिन चाहिँ म कति केजी पुग्ने रहेछु त्यो चाहिँ बनाउँछु। तर मेरो बिचमा अलिअलि ग्याप, अलिअलि भन्दा म अलिक धेरै नै ग्याप हुँदैछ। अब यो ग्यापलाई पनि म मेन्टेन चाहिँ गर्नुपर्ने छ। च्यालेन्ज भनेको यो के खालको च्यालेन्ज भइसक्यो र पनि 60 डे चाहिँ म चाहिँ कम्प्लिट चाहिँ हान्नु चाहिँ छु। आजको लागि चाहिँ यति नै। नेक्स्ट भिडियोमा फेरि पनि भेटौँला। बाई बाई एभ्रिवान।